हेलो हेलो नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आशा छ तपाईहरु एकदमै आरामै हुनुहुन्छ अनि खुसी हुनुहुन्छ। विशेष गरी यो वर्ल्डमा भइरहेको वार अनि क्राइसिसको कुराले चाहिँ भित्रभित्रै मन पिरोलिरहेको अवस्था पनि हुन सक्छ होला है। तर एक्जिस्टिङ बिटरनेस, वर्ल्ड ब्रुटालिटी अनि त्यसपछि ह्युम्यानिटीमा आएको क्राइसिस सबै थोकलाई रिजल्भ गर्ने हामीहरुसँग पावर अथवा माइट नहोला। तर आफ्नो मेन्टल हेल्थलाई प्रोटेक्ट गर्न, आफ्नो स्वास्थ्यलाई प्रोटेक्ट गर्न चाहिँ हामीहरुले चाल्नुपर्ने कदम चाहिँ चाल्न नछोडौं। अलिकति आफ्नो कम्युनिटीमा एक्सपोज हौं। मलाई भइरहेको प्रब्लम भन्दा बढी अरूलाई पनि प्रब्लम भइरहेको छ कि मेरो प्रेजेन्सले उनीहरुलाई पनि सहयोग हुन्छ कि भन्ने कुरालाई पनि हामी याद गरौं। हुन चाहिँ म कम्युनिटीमा गएर पनि भिडियो चाहिँ बनाएको थिएँ, तर उहाँहरुसँग कन्सेन्ट चाहिँ लिएको थिएँ, तर कन्सेन्ट फर्म चाहिँ सही नभएको कारणले गर्दाखेरि कम्युनिटी भिजिटको भिडियो चाहिँ म अलिक पछि पोस्ट गर्छु। आजको यो भ्लग विशेष चाहिँ हामी मनिला ओसन पार्क जाने प्लान गरेका थियौं। अफिस टिम, युथ टिम मिलेर, विशेष गरी ग्लोबल मिसन फेलो, एक्जिस्टिङ ग्लोबल मिसन फेलो अनि त्यसपछि ग्लोबल मिसन फेलो एलुमनाई अनि त्यसपछि पास्टर सबैजनासँग मिलेर हामी मनिला ओसन पार्क जाँदैछौँ। अनि एक्साइटमेन्टको कारणले गर्दाखेरि सबभन्दा सुरुमा अफिस आइपुग्ने पनि म नै थिएँ। हामीहरूको ग्रुपमा चाहिँ प्रिया प्रकाश हुनुहुन्छ इन्डियाबाट, कोरियाबाट युजिन अनि इन्डियाबाट मिसन एडभोकेट रेचल अनि त्यसपछि पास्टर हुनुहुन्थ्यो हामीसँग पास्टर ग्लोफी अनि कम्बोडियाबाट किम सेथ। हामी 5 जना मिलेर गएका थियौँ, म सहित 6 जना। मनिला ओसन पार्क जाँदै गर्दाखेरि बाटो हेर्न सक्नुहुन्छ कति शीतल देखिएको छ है, तर शीतल चाहिँ छैन। एकदमै गर्मी थियो, एकदमै गर्मी। तर त्यहाँ जाँदै गर्दाखेरि वर्थ इट नै फिल भयो, किनकि एनिमल्सहरू जो इन्काउन्टर गरिरहेको थिए त्यो जनावरहरू मैले लाइफमा कहिले पनि रियलमा देखेको चाहिँ थिएन। तर उहाँहरूले चाहिँ एनाउन्समेन्ट गर्दै गर्दाखेरि चाहिँ पुरै फिलिपिनो ल्याङ्ग्वेजमा हुन्छ नि, तागालोगमा एक्सप्लेन गर्दै हुनुहुन्थ्यो। अगाडि पाइथनलाई लिएर आउँदै गर्दाखेरि चाहिँ मलाई चाहिँ जानु मन लागेको थियो, तर मैले उहाँहरूले बोलाउनु भएको, एनाउन्समेन्ट गर्नुभएको चिज चाहिँ बुझ्नै सकिनँ। तर पनि एकदमै नजिकैबाट त्यो सबै एनिमल्सहरूलाई हेर्दै थियौँ। अनि विशेष मेन यो सोमा चाहिँ 4 to 6 को सोमा थियौँ हामी। अनि घाम चाहिँ ठ्याक्क हामी बसेको पोजिसनको स्ट्रेट फरवर्ड थियो। अनि प्रत्येक एक्ट चाहिँ पनि रेकर्ड गर्न खोज्दै थिएँ मैले। सबै एन्टी लाइटको कारणले गर्दाखेरि कस्तो ब्लर ब्लर डार्क डार्क देखिएको छ, तर पनि एभ्रिथिङ वाज वर्थ इट। आँखाले चाहिँ भ्यायो, क्यामेराले चाहिँ भ्याएन रेकर्ड गर्नको लागि। फेरि गर्मी पनि यति साह्रो गर्मी थियो, फोन तातेर टनक्क लागेको घाम तपाईँले क्यामेरामा यो भिडियोमा पनि देख्न सक्नुहुन्छ है। फोन तातेर उत्तिकै हैरान ह्याङ भइदिएर रेकर्ड गर्नको लागि नसकेर। पिजन्स अनि त्यसपछि एनिमल सो भएको थियो सी लायन भन्दा पहिला। जति चाहिँ रेकर्ड भयो त्यति चाहिँ मैले तपाईँहरूको लागि लिएर आएको छु। एनाउन्समेन्टहरू सबै चाहिँ इङ्ग्लिस र तगालोग मिक्स थियो, त्यही भएर म्युट गरेर म आफै भोइस ओभर गर्दैछु। पिजन्स एन्ड प्यारोट्स वेयर सो स्मार्ट यहाँ चाहिँ। तर मलाई विशेष मिस भएको यो भिडियोमा रेकर्ड नभएको चाहिँ फिलिपिनमा देखिने चिल, यहाँको राष्ट्रिय चरा भनेर भन्दै हुनुहुन्थ्यो पास्टरले पनि। एउटा स्पिकरदेखि अर्को स्पिकरको हातमा उडिरहेको थियो अनि माथि माथि उडिरहेको थियो, अनि घाम यति चर्को थियो मैले रेकर्ड गर्न पाइनँ। तर बर्ड सो चाहिँ एकदमै धेरै रमाइलो भयो, किनकि युनिक तरिकाले प्रेजेन्ट गरिराख्नु भएको थियो उहाँहरूले। तर मेन एक्साइटमेन्ट अफ द सो वाज द सी लायन सो। तपाईँले देख्न सक्नुहुन्छ यहाँ 2टा सी लायन छ है। 2टा सी लायन मध्ये एउटा चाहिँ अलिकति घाम नपर्ने ठाउँमा अनि अर्को चाहिँ घाम पर्ने ठाउँमा भएको कारणले गर्दाखेरि उता घामपट्टिको चाहिँ अझै क्युट थियो कि एक्सप्रेसनहरू कति क्युट क्युट दिइरहेको थियो। म्युजिक सँगसँगै हाई अनि त्यसपछि वेभ्सहरू, डान्सहरू, माई गुडनेस कस्तो क्युट देखिरहेको थियो। नजिकैबाट चाहिँ कस्तो डराइरहेको थियो म, किनकि फर्स्ट लाइनमा थिएँ। तर मान्छे नजिकैसम्म चाहिँ नआउँदो रहेछन्। होस्टले चाहिँ माइकमा उनीहरूको परिचय दिँदै गर्दाखेरि जे भनिराख्नु भएको थियो त्यही अनुसारले बडी मुभमेन्ट्सदेखि लिएर सबैजनालाई हाई भन त भनेर भन्ने बित्तिकै उसले हातको इसाराले हाई पनि गर्छ। हेर्नु है कस्तो क्युट नि। मेन ब्युटी चाहिँ उनीहरूको डान्स अनि उनीहरूको मुभमेन्ट अनि पानीमा एकदमै मजाले स्विम गर्ने। हुन त वाटर एनिमल भएर होला होइन, एक्वेटिक भएको कारणले गर्दा पनि होला। तर जुन तरिकाको उनीहरूको बडी साइज थियो त्योभन्दा साह्रै नै धेरै फ्लेक्सिबल अनि त्यसपछि मिमिक त्यही तरिकाले। अनि म त विशेष गरी उनीहरूले पानीमा मुभ गर्दै गर्दाखेरि कस्तो स्मुथली मुभ गरिरहेको देखेर एकदमै खुसी पनि भएको थिएँ।
इच मुभमेन्टमा सल्युट अनि त्यसपछि डान्स स्टेप सबै चिज चाहिँ एकदमै मजाले गरिरहेका थिएँ अनि माछा चाहिँ खाएको खाएँ है। सी लायन सोमा चाहिँ विशेष गरी मलाई क्युट लागेको चाहिँ इन्स्ट्रक्टरहरू एकदमै फ्रेन्डली हुनुहुन्थ्यो होइन, एकदमै धेरै रिजिड गरेको जस्तो लागिरहेको थिएन। अब डान्समा पनि एकदमै क्युट तरिकाले डान्स गर्छन्, बिचमा थोरै फाइट पनि गर्छन् सी लायनहरू। केयरटेकरहरूले चाहिँ एकदमै क्युट तरिकाले उनीहरूलाई ह्यान्डल गरिरहनु भएको थियो। खासमा यो पुरै सोभरि चाहिँ स्पेसिफिक एनिमल म्युजिक बजिरहेको थियो, तर यो सल्युट पार्ट अनि त्यसपछि डान्स पार्टमा चाहिँ फिलिपिन्सको नेसनल सङमा उनीहरूले नेसनल सङमा सल्युट गरेको पार्ट हो त्यो चाहिँ। अब चाहिँ रिङ र बल्स आउँछ वान अफ द एक्साइटिङ पार्ट। यस्तो मजाले त्यो रिङलाई रिटर्न लिएर आउँछ एलाले अनि त्यसपछि उतापट्टि उसको बहिनीले पनि लिएर आएको छ, तर ऊ चाहिँ पुराको पुरा एन्टी लाइट पार्टमा छ, त्यही भएर मैले एलालाई मात्रै रेकर्ड गरेको छु। रिङको पार्टमा म फुल्ली एक्साइटेड भइसकेको थिएँ, तर बल चाहिँ कसरी लिएर आउँछ होला एलाले, हातले पक्रेर लिएर आउँछ कि मुखले बाइट गरेर लिएर आउँछ भनेर म एकदमै ध्यान दिएर एलालाई मात्रै फोकस गरेर रेकर्ड गर्दै थिएँ। अनि जब केयरटेकरले बल फाल्नुभयो अनि एला पानीमा छिरेर जब ब्यालेन्स गरेर पानीबाट बाहिर निस्किन्छ नि सबभन्दा धेरै स्क्रिम गर्ने पनि मै थिएँ होला। तर बल लिएर आइसकेपछि लिफ्टमा बडी लिफ्ट गर्ने पार्ट वाज सो गुड। हेर्नु है बडी लिफ्ट गर्छ कस्तो मजाले, 1 2 3 या कस्तो क्युट है। यस्तो पुरै कम्पोडियम पुरै सबैजना स्क्रिम गरिराख्नु भएको थियो अनि उसले क्ल्याप गरेर फिस खान्छ अनि त्यसपछि अब स्टार्ट हुन्छ डान्स। सो दुवैजना दिदीबहिनी मिलेर यस्तो मजाले डान्स गर्नुहुन्छ उहाँहरू केयरटेकरसँग। अनि डान्स मात्रै नभएर सानो फाइट हुन्छ, यही हो फाइट मैले भनेको चाहिँ। तर दे बोथ वेयर सो गुड अनि ट्रेनर वेयर सो गुड, दे वेयर डुइङ देयर वर्क सो बेस्ट। यस्तो गर्मी थियो अनि उनीहरू जुन एल्टिट्युडमा बस्नुपर्ने, जुन टेम्परेचरमा बस्नुपर्ने त्योभन्दा धेरै फरक तरिकाको मौसम अनि माहौलमा भए तापनि सी लायन डिड देयर बेस्ट अनि त्योभन्दा धेरै बेस्ट वेयर डन बाई देयर केयरटेकर्स। विशेष मुभमेन्ट यहाँ चाहिँ एकदमै रमाइलो भनेको चाहिँ केयरटेकरहरूलाई ट्यापिङ अनि प्याटिङ दुवै तरिकाले भइरहेको थियो। केयरटेकरहरूसँगै विगल अनि त्यसपछि बुगी डान्स सबै गरिसकेपछि उनीहरूले ब्याक प्याट गर्छ है, त्यो पार्ट चाहिँ एकदमै धेरै एक्साइटिङ थियो किनकि कति धेरै कोअर्डिनेट गर्न सकेको त नि ह्युमन र एनिमलको बिचमा भन्ने खालको कन्सेप्ट के। तर सबभन्दा मेन चाहिँ मलाई मन परेको चाहिँ दे वर सो गुड क्युट अनि त्यसपछि एकदमै धेरै अन्डरस्ट्यान्डिङ। माइकमा जे भनिरहेको थियो त्यो सबै है। रोलिङ एन्ड स्पाइरलिङ भनेको चाहिँ यही वाला भाग हो। पानीमा पुरै मजाले एन्टिलाइट नभएको भए कस्तो मजाले सबै थोक क्याप्चर गर्न मिल्थ्यो। तर एनिवेज दे वर सो गुड एन्ड दिस इज कमिङ नियर, सी इज एला अनि उसको बहिनी चाहिँ उतापट्टिको जिब्रो देखाउँछ अहिले हेर्नु है। सी लायन सो चाहिँ अलमोस्ट एट द इन्ड हुन लागिसकेको थियो अनि त्यसपछि दे वर डुइङ सो गुड अनि जब चाहिँ माइकमा होस्टले अब चाहिँ सी लायन रेस्ट गर्न जानुपर्छ, सी लायन से बाई भनेर भन्दाखेरि उसले बाई पनि भन्छ। हेर्नु है कति क्युट तरिकाले उसले बाई भन्छ अनि त्यसपछि दुवैजना मिलेर सानो एउटा स्पाइरलिङ गर्छन् अनि त्यसपछि वाटर स्प्ल्यास, यो चाहिँ मेन थियो। पानी हामीसम्म आइपुगेको थियो, वाटर स्प्ल्यास गरेर दुवैजना दिदीबहिनी केयरटेकरहरूसँग जान्छ। अनि हामी आउँदाखेरि नै ढिलो भइसकेको थियो, 4:30 देखि 6:30। लास्ट टाइम चाहिँ 6:30 बजीसम्म चाहिँ मनिला ओसन पार्क बन्द हुने भएको कारणले गर्दाखेरि पेङ्गुइन हेर्ने एकदमै धेरै एक्साइटमेन्ट थियो। मलाई चाहिँ पेङ्गुइनलाई टच गर्नु मन थियो, तर एक्वेरियम पार्ट क्रस गरेर जानुपर्ने अनि एक्वेरियममा भएको माछा, सी हर्स, ईल, स्टारफिस सबै थोकले चाहिँ मलाई स्टप गराइरहेको थियो है। लाइफ अन्डर द सी इज सो प्रिटी एन्ड मेस्मराइजिङ। ईल माछा क्युट छ नि है। यो सबैलाई हेर्दै जाँदाखेरि पेङ्गुइन भाटामा पुग्नलाई टाइम लाग्छ भनेर मैले एक्सपेक्टै गरिरहेको थिएन किनकि स्टिङरे अनि त्यसपछि सानो सानो सी क्रिएचर, स्टारफिस सबै थोकले चाहिँ मलाई रोकिरहेको थियो। अनि त्यसपछि इको सिस्टम जुन तरिकाले माहौल प्रिजर्भ गराउन खोज्नु भएको थियो। बेबी सार्क, दिस इज द बेबी सार्क, क्युट छ नि है। म त कस्तो मेस्मराइज भएको थियो सम्पूर्ण थोकहरूले, त्यहाँ भइरहेको सबै थोकहरूले। नेपालमा समुद्र नभए तापनि माछाहरू चाहिँ देखिरहेको, तर यति धेरै भेराइटीको माछाहरू सायद मैले चाहिँ नदेखेको होला, हजुरहरूले देख्नु भएको छ होला।
यहाँभित्र एक्वेरियमको पार्टमा हिँड्दै गर्दाखेरि दिमागमा चाहिँ पेङ्गुइन हेर्न जानु छ, पेङ्गुइनलाई फिड गर्न जानु छ भन्ने चाहिँ भइरहेको थियो। किनकि हामी अफिसबाट मनिला ओसन पार्कमा पुग्दै गर्दाखेरि 4:30 बजिसकेको थियो अनि 6-6:30 बजेसम्म पेङ्गुइनको पार्क चाहिँ बन्द हुन्छ भन्ने दिमागमा थियो। सी लायन सो नै आफैमा एकदमै लामो भयो अनि एक्वेरियमको पार्ट क्रस गरेर जानुपर्ने पेङ्गुइनहरू भएको ठाउँमा र एक्वेरियममा भएको यो इकोलोजिकल जुन तरिकाले प्रिजर्भ गर्न खोज्नु भएको थियो, एक्वेरियम मुभमेन्ट्स, स्टिङरेज, सार्क्स, यो सबै थोकहरू पनि त रेगुलर देख्ने कुरा होइन नि है। अनि म त यत्तिकैमै अड्किएर अनि उनीहरूलाई नै रेकर्ड गर्न लागेँ, फिसहरूमै भुल्न लागेँ। एनिवेज सबै थोक एकदमै असल तरिकाले भइरहेको थियो अनि पेङ्गुइन भाटामा पुग्दाखेरि सबैजनाले बन्द भइसक्यो, अब त बन्द भइसक्यो भन्नुहुन्थ्यो। तर हेर्न भए पनि पाइन्छ होला नि, फिड गर्न नपाए पनि हेर्न भए पनि जाम न भनेर चाहिँ हामी गयौँ। अलमोस्ट 6 बजिसकेको थियो, फिडिङ पार्ट बन्द भइसकेको थियो, तर परबाट पेङ्गुइनहरूलाई देखियो। खासमा मनिला ओसन पार्क बन्द हुनुको कारण पेङ्गुइनहरूलाई रिटर्न पठाउनुको कारणले गर्दाखेरि मनिला ओसन पार्क अबको क्रिसमसभन्दा अगाडि बन्द हुन्छ होला भन्ने कुरा भइरहेको छ। किनकि फिलिपिन्स इज सो हट प्लेस। हामीहरूलाई नेपालीहरूलाई नै गाह्रो भइरहेको होला, अरूको त मलाई थाहा छैन, तर मलाई नेपाली भइकन परासीमा एक्जिस्ट गरिरहेको व्यक्ति हो म है। मलाई त गर्मी भइरहेको छ भने अन्टार्कटिकाको त्यस्तो कोल्ड एटमोस्फियरमा हुनुपर्ने पेङ्गुइनलाई कुन तरिकाको एयर कन्ट्रोल सिस्टमले चाहिँ, कुन तरिकाको एसीले चाहिँ उनीहरूको टेम्परेचरलाई चाहिँ ब्यालेन्स गर्छ होला है। एनिवेज असल कामको लागि स्टार्ट गरिएको थियो अनि असल कारणले नै बन्द हुन लागेको छ अनि यसको पार्टलाई पनि इन्जोय गरौँ भनेर हामी यो ठाउँमा आइपुग्यौँ अनि थुप्रै कन्भर्सेसनहरू भयो अनि अन्तिममा चाहिँ सनसेट भ्यूसँगै सबैजनाले तपाईँहरूलाई बाई पनि भन्दै हुनुहुन्छ है। सुरक्षित रहनुहोस्, खुसी रहनुहोस्, लट्स अफ लभ, लट्स अफ प्रेयर्स एन्ड लट्स अफ ब्लेसिङ्स। फेरि अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई।